शिव वास्तवमा देउताभन्दा माथि परब्रह्म हुन्। देउताभन्दा माथि जो आकाशमा बस्छन् होइन, परब्रह्म हुन्, देउताभन्दा नि माथि। त्यसै गरेर शिवलिङ्गलाई माथि माथि चाहिँ तपाईँको माथिको भागलाई पर भन्छन्, तलको भागलाई अपर भन्छन् होइन। एउटा कुरा यहाँ तपाईँलाई जोड्नुपर्ने कुरा छ है। जोड्नुपर्ने कुरा के छ भन्दाखेरि तपाईँले मलाई प्रतीकको कुरा गर्नुभयो, तर प्रतीक भन्दा भन्दै मैले छुट्याएँ भन्ने बुझेँ। शिवलिङ्ग लिङ्ग किन आयो होइन, लिङ्ग पूजनलाई अङ्ग्रेजीमा फ्यालिकल्ट भन्छन् होइन, फ्यालिकल्ट भन्छन्। अनि अब तल अर्घ्य हालेपछि प्रजनन सम्प्रदाय हुन्छ, लिङ्ग सम्प्रदायबाट प्रजनन सम्प्रदाय हुन्छ होइन त, अर्घ्य हालेपछि हुन्छ। त्यो कसरी आयो भन्दाखेरि मैले के बुझेको छु, साउथ इन्डियन लिङ्गको परम्परा बेसिकल्ली हाम्रो होइन, हामी कहाँ भित्रिएर आयो भन्ने मैले बुझेको छु, साउथ इन्डियाबाट आयो। अहिले सबैभन्दा बढी चाहिँ सबैभन्दा पुरानो शिवलिङ्ग भनेको आन्ध्र प्रदेशको, इन्डियाको आन्ध्र प्रदेशको गुन्डीमल्लम भन्ने ठाउँमा छ। त्यो 2300 वर्ष पुरानो हो होइन। हामी यहाँ सबैभन्दा पुरानो शिवलिङ्ग भनेको जब 14 शताब्दीको हो, अझै भयो भने 14 शताब्दीको हो, लिच्छवी कालको। त्योभन्दा अगाडिको शिवलिङ्ग मैले कतै पनि बुझ्न पाएको छैन होइन। अनि तपाईँले यो हाम्रो कुपनडोलबाट टेकु दोभानतिर जाँदाखेरिको त्यसमा हेर्नु भने त्यहाँ लिच्छवी कालको शिवलिङ्ग देख्नुहुन्छ। त्यसको चाहिँ त्यसको पत्र उक्केर गएको हुँदैन घाम पानीले, त्यो सग्लो हुन्छ है, सग्लो हुन्छ। कुनै कुनैमा होला पनि अलिअलि होला पनि, तर हतपति हुँदैन। त्यो चाहिँ त्यसमा चाहिँ मेटल आलुई, अब यौगिक भनौँ, धातुको यौगिकको लेप लगाउँथ्यो अरे। अब त्यसको प्रविधि अहिले हामीलाई थाहा छैन होइन। त्यहाँनिर एउटा जोड्नुपर्ने कुरा छ, शिवलिङ्गमा शिवसँग किन बेल जोडिन्छ, बेलपत्र होइन जोडिन्छ भन्दाखेरि अब यो चाहिँ मैले सुनेको कुरा हो। त्यो जसरी खुकुरीमा पाइन हालिन्छ नि, पाइन हालिन्छ, यो धातुको हतियार बनाउँदाखेरि पाइन हाल्ने पानीमा डुबाएर, त्यसै गरी त्यो लिच्छवी कालको शिवलिङ्गमा धातुको यौगिक बनाउँदाखेरि त्यसमा बेलको चोप हाल्नु पर्थ्यो अरे। त्यसै रे है, यो मैले सुनेको कुरा हो। त्यसै भएर त्यो बेलपत्र चाहिँ प्रोटेक्टिभ एउटा चाहिँ संरक्षण गर्ने तत्त्वको रूपमा 3टा पत्र घोप्ट्याउनु परेको कारण त्यो।